गाइस के ब्लॉग च्यानलमा सबैलाई स्वागत छ। आज बबाले हुनेवाला छ हो कि नै? हेर्छ नि आज म जाँदैछु आज स्विच पारोमा ट्रायल पास गर्न जाँदैछु। लेट्स गो गाइस, के हुन्छ ल दाइ जान लाग्यो भाइ जान लाग्यो। अहिले अगाडि कहाँ राख्ने अहिले कट्टा हान्छु म आएर तलाई अहिले गाली कहाँ राख्ने अहिले चाहिँ कट्टा हान्छु म आएर तलाई न अब पाहाड जानु नि त गाली दिनु म युट्युबरलाई यको आइडी ब्यान हुने हो म ल पछि कुरा गर्छ। के बोले भाइ? अब के बोले ल गाइस मैले र सालीले मिलेर यहाँ मेडिकल खोलिसक्यौँ। उसो गर्न लाग्यो। ल म जान्छु अब। अनि ल बाई बाई साली, बाई बाई। भिडियो बनाउने बाटोमा बन्द भइसक्यो रहेछ यार। ल 200 पनि अनलिमिटेड भन्यो। जतिखेर आउँदा पनि भयो हजुरको पछि पनि। गाडी नम्बर 67 नै कति हो? 2552। साँझ पनि आइन्छ, अहिले पनि 1 घन्टा 1.5 घन्टा कति हुन्छ खानु हेरौँ। आइसकेको छ हाम्रो 200 मा। म त मस्तले कटाउँछु, त्यो पनि धेरै आर्टिस्ट चाहिँ धेरै मतलब फुल कम्बिनेसन पनि हुनुहुन्न भन्छन् हो नि त, त्यही त हो। ल गाइस म हेरौँ कस्तो कटाउँछु। म त मस्त सरर कटाउने हो नि त म त यार, मजाले कटाउँछु क्या, केही छैन। भोलि चाहिँ त्यही पनि डर मान्नु चाहिँ हुँदैन हुन्छ नि, धेरै हुन फुल। ल यो छेउछेउबाट यस्तै होला भने फुल हान्नुपर्छ है। फुल जति फुल हान्यो त्यति आफूलाई फाइदा हुन्छ। पछाडिको टायरले चाहिँ पछाडि छुँदैन भन्ने हुन्छ हो नै, त्यही हो। मस्तले हान्ने हो। ल गाइस मस्त छ त्यो मोबाइल। आफ्नो बाइकमा हात बस्या हुन्छ नि त मस्तले। मेरो बाइक प्रायः आफै पनि जान्छ। समझ रहे हो ना? अरे कहना क्या चाहते हो? आफ्नो कन्ट्रोल कस्तो छ भन्ने हो। मान्छे धेरै दिनेवाला छन् तर हो एउटा मिस्किन्छ चाहिँ म 8 घुमाउँछु, 8 घुमाइरहेको हुन्छ कतिखेर। त्यो भने आफ्टर फुल यस्तो गऱ्यो त्यो थिङ्की राखेर सोच राखेर राखिहाल्ने हो कि दिमागमा। त्यही जाने अब यहाँबाट मतलब म यहाँबाट गएँ। ल यसरी मैले कुरा बुझ्नुपर्ने हो। मैले उसमा हेरेको थिएँ क्या, जस्तै यहाँनिर अहिले जाने। ल अब साले टक्क बाल्ने, सलाड बाल्ने अब यत्तिकै। ल यहाँ चाहिँ लाइट बोलेकै छ यत्तिकै ढकै। फेरि यहाँ रोकाउनु कलममा। ल अगाडिको पछाडिको पिरियड दुई हामी मेरो कसरी राख्ने लागिरहेको छ कि त्यति लागि पनि धेरै हो। अब रेस्ट दिने अनि ट्याक्क। ल गाइस सबैजना ट्याक्क जाने। ल मस्त छ त्यतिको त सकिरहेको छु भन्नु। म अरूलाई भिडियो पनि लगाउँछु को मान्छे चिने कस्तो हुन्छ के हुन्छ। ल गाइस फाइनली म भोलि कहाँ त्यहाँ पुगिसकेको छु। अहिले कहाँ आउने भनेर हाम्रो यहाँबाट हो। यहाँबाट चाहिँ भित्र जानुपर्छ। यहाँबाट लाइन बाई लाइन लाग्ने। अब स्टार्टिङ हाम्रो हुने भनेको उतै हो। यहाँबाट भित्र छिर्न नपाएर बाहिरबाट हेरौँ अहिले कस्तो हुन्छ के हुन्छ। मान्छे भित्र गइसक्यो, हामी पनि गइदिउँ। त्यो जान चाहिँ मिल्दो रहेछ गाइस, यस्तो छ। हजुर बाइकको वाला यही हो। बाइक स्कुल सबै एउटै हो, यही हो। रेलवाला यही हो। त्यहाँ हुँदैन होइन, यहाँबाट गाडी लाइन लाग्ने हो। यहाँ चाहिँ यहाँबाट स्टार्ट सब बाइक स्कुल सबै एउटै हो। यो बाइक स्कुटीको सबैको एउटै हो, त्यो चाहिँ कारको हो बरको हो यो। अब हेर बुझ, यहाँबाट बुझ, यहाँबाट सिधै लिने। अब यहाँबाट यो कहाँ सानो यत्रो ठुलो छ, यो इन्ट्री भयो कि अब इन्ट्री भयो। यहाँबाट यस्तो जाने, यस्तो छ गाइस। यहाँबाट यस्तो जाने, यहाँबाट यस्तो जाने, यहाँबाट यस्तो जाने। बबाल छ यो यार। रोक्ने यहाँनिर जेब्रा क्रसिङमा नगाएर रोक्नुपर्छ अरे। लाइट रातो र पहिलो बोलेपछि रोक्ने, हरियो बोलेपछि जाने। रातो र पहिलो बोल्छ त्यहाँ उ त्यहाँ रातो मतलब रोक्ने यहाँ हो कि यहाँ अगाडि त्योभन्दा अगाडि यहाँ लाइन बनाएको हुन्छ नि त बीचमा बनाएको छ नि यो लाइन
यो यो छ भन्दा नि लाइन अर्को देखाउँछु तँलाई यो लाइन यहाँदेखि त्यहाँदेखि यता रोक्दिने गाडी यहाँनिर जहाँ रोके पनि यसलाई हो छुनु भएन हो बस छुनु भएन अनि यहाँबाट लिने स्कुटी बिचबाट यहाँबाट लिनु पर्यो सिधै अनि त्यहाँबाट त्यता मोड्दाखेरि इन्डिकेटर ताले पनि भयो नबाले पनि भयो ताले राम्रो होइन त्यहाँ खुट्टा टेकेपछि उता एडमा खुट्टा टेकेपछि यहाँ बाल्नुपर्छ लाइट नम्बर तान्ने हो नि त त्यहाँ केही टेकेन भने चाहिँ न लाइसेन्स नहेर्दा पनि हुन्छ स्टप उकालो कम छ होला हौ कम छ उहाँको भन्दा कम छ उकालो ढ्याक्क 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 हुन्छ पहिला जस्तो लाग्यो यार उकालो कम छ स्कुटी होइन उहाँ कस्तो उकालो छैन ढ्याक्क गर्छ बिस्तारै लिने अनि ल्याएर यहाँ हुर्र चढाउने यहाँनिर रोक्ने योलाई टच योभन्दा माथि त्योभन्दा तल बिचमै रोक जानु किन भयो दुईटा एल्लोको बिचमा राख्नु यहाँ पर्यो जहाँ यहाँनिर अनि ट्याक्क स्कुटी हो दुइटै खुट्टा टेक्न पाउँछ क्या यहाँनिर होइन स्कुटीको स्कुटीको खुट्टा हो। हुर्र लिने ऊ त्यो ओह्रालामा ब्रेक लाउने त्यसपछि सक्यो भाइ पास सक्यो उयो उकालो कमै छु त्यस्तो यहाँनिर खुट्टा टेक्ने यहाँनिर ट्याक्क खुट्टा टेक्ने सक्यो स्कुटी सजिलै हुन्छ स्कुटी यहाँनिर खुट्टा टेक्ने यत्रो छ त यो लाइन होला हो यो सेतो लाइन हो अहिले के बढायो खुब बडा है क्या मैले त यो हामीले यो सेतो लाइन र यो सेतो लाइनको बिचमा यहाँनिर रोक्थ्यौँ यहाँनिर रोकेपछि कहानी खतम रोकिदिनु क्या यहाँनिरै गाली त सानो छ अब भोलि बिहान आउनुपर्छ रुल भन्छन् उनीहरूले ल लास्टमा हानेर जाउँ एउटा बिस्तारै जाने आफै ल मेरो ट्रायलमा है गाई चाहिँ 5 मिनट हुन्छ काहीँ केही नगरेर मजाले गइदिउँ हामी बिस्तारै डर नमानेर ल तिमीहरू लास्ट मसिल जाने क्या म त ल रातो लाइट परेछ गाइज रातो लाइट पनि ट्याक्क रोक्ने अब पल्यो ट्याक्क ल पल्यो अब जाने टक्क जाने मस्तल जाने फेरि अब यहाँ साइड लाएर दिने ट्याक्क ल साइड बन्द गरिदिने स्पिडमा चाहिँ स्पिडबाट ट्याक्क नमाथि बढी न माथि न कम बढी ल गाडी बन्द भयो हप्ता जाने यत्तिकै भइगयो नि कति ल ल पास भयो अहिले भोलि के हुन्छ थाहा छैन लगायत मैले यहाँबाट निस्केँ अब पछि आउँछु होला गएँ म आएको तल 1 मिनट दिन सिकिहालेँ माटो बिहानदेखि लागि आउँछु यहाँ रात फाइनली पनि पुगेँ 7 बजे यहाँ ट्रायलमा बाहिर जान्छ ल अब धेरै मान्छेहरू अटिसन अति ए प्याका प्याएको सबै ठाउँमा आएका छ मान्छेहरू यति प्याका उता पनि प्याक यता पनि प्याक धेरै छन् मान्छेहरू ल दाइ म आन्छु यहाँ खाली जहाँ खाली त्यहाँ त्यहाँ खाली त्यहाँ है यहीँनिर मेरो ब्यालेन्स उठिहाल्छ कि पास